घुमिन्छ त। अब तपाईँहरू हेर्दै गर्नु होला यो भानुचोक। यो चाहिँ धनकुटा जाने रोड हो। यो चाहिँ वान वे हो। अब धरान धनकुटे रोड हुँदै रत्न रोड हुँदै हामी जाँदैछौँ। धरान बेलुका नाइटमा कस्तो हुँदो रहेछ त, कहाँ के छ तपाईँहरूले हेर्न सक्नुहुन्छ है। अहिले भानुचोकभन्दा धेरै माथि आइपुगिसकेका छौँ। तपाईँहरू नयाँ मेरो च्यानल हेर्दै हुनुहुन्छ भने सब्सक्राइब लाइक गरिदिनु होला है। यति दुःख गरेर सफारीबाट भिडियो गरिरहेको छु। लाइक सब्सक्राइब पनि गरिदिनु होला है। अब यहाँदेखि हामी रत्न रोड जाँदैछौँ। सायद मलाई जहाँसम्म लाग्यो रत्न रोडमा चाहिँ सबै दोकानहरू बन्द भइसकेको होला। यो सबै सुनको बजार हो। यो चाहिँ यो थुनेको सटरहरू चाहिँ यसमा सुन हो। धेरै थुनिसकेको छ, हल्का फुल्का बाँकी छ। यो वान वेमा एउटा आयो। यो वान वे हो, यसमा जान मात्रै पाइन्छ। यो रत्न रोड चाहिँ प्राय सुन मात्रै पाउँछ होइन। सुन बजार भन्दा नि फरक नपर्ने ठाउँ हो। यहाँ पनि सुनै हो होइन। सटरहरू बन्द भइसकेको छ। यता चाहिँ कपडा, हल्का कपडा पसल छ, अनि बाँकी चाहिँ सबै प्रायः सुन पसल नै छ। यो सबै खखा बन्द भइरहेछ। यतातिर खुल्लै छ सुन पसलहरू। र यो रत्न रोड हुँदै हामी अब पुरानो बजार निस्किँदैछौँ। यो चाहिँ धरानको पुरानो पहिला लाग्ने बजार रे। अब हामीलाई त त्यति थाहा छैन हो, हामीले नि सुनेकै हो। यता नि हल्का फुल्का सुन पसलहरू छ। अब यहाँदेखि चाहिँ हामी भौडीतिर जान्छौँ। यो चाहिँ मस्जिद हो, धरानको मस्जिद। अनि यता जेरी पसलहरू छ। एकदम दुःख गरेर भिडियो बनाइरहेको छु। मेरो दुःख सम्झेर पनि तपाईँहरूले लाइक र सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला। बेलुकाको छ। म तपाईँहरूलाई कहाँको भिडियो चाहियो कमेन्ट गर्नु होला। धरान कुन ठाउँको, म त्यो पनि भिडियो त्यहाँको पनि म भिडियो गरिदिउँला। भिडियो गरेर तपाईँहरू सामु पुऱ्याउने नै छु। अनि यो लाइन चाहिँ यसमा चाहिँ भाँडाकुँडा पाउँछ। अनि बाँकी यो सिक्रा बेच्ने ठाउँ हो। यो चाहिँ शुक्रबार चाहिँ एकदमै धेरै यहाँ सिक्रा बिक्री हुन्छ। डाइरेक्ट तराईबाट आउनुहुन्छ उहाँहरू। पुरानो बजार हुँदै हामी चाहिँ अहिले माछा भौडी भन्ने ठाउँमा आइपुगेको छौँ। अब माछा त अब छैन होइन, माछाहरू त छैन। अलि उता पर माछा चाहिँ बेच्छ, तर नाम चाहिँ माछा भौडी राखेको रहेछ पहिले नै। त्यही भएर यो ठाउँलाई चाहिँ माछा भौडीबाट चाहिँ परिचित छ है। अब यसो हुँदै सट्टै देशी लाइन। मैले देशी लाइनको अस्ति भिडियो बनाएको थिएँ, तर अलिकति पोस्ट छोटो भएर पोस्ट गरिनँ। ल देशी लाइन चाहिँ यो चाहिँ जुत्ता चप्पलको बजार है। यो चाहिँ जुत्ता चप्पलको बजार भन्दा नि फरक पर्दैन। यो एक साइड जुत्ता चप्पलको बजार, एक साइड चाहिँ कस्मेटिक र कपडाको बजार छ है। यता जुत्ता पसलहरू है। अनि यो ठाउँमा फोटो स्टुडियो पनि हल्का छ। एक दुईवटा फोटो स्टुडियो छ, अनि एक दुईवटा बुक पसल छ, अनि बाँकी चाहिँ सबै जुत्ता चप्पल मात्रै छ यहाँ। यसो हुँदै एक राउन्ड मारियो होइन। अब हामी पुनः फेरि भानुचोकमा आइपुग्यो। र आजको भिडियो चाहिँ म तपाईँलाई यति नै। बाँकी भिडियो चाहिँ
अर्को पार्ट 2 मा म तपाईँहरूलाई देखाउने नै छु, किनकि यहाँ अलिकति भिडभाड भएको कारणले सफारी अलिक कन्ट्रोल गर्न गाह्रो हुन्छ। त्यही भएर चाहिँ म भिडियो यहीँ बन्द गरेर चाहन्छु है त।